Anhan banno. हेलो गाइस, आज चाहिँ हामी गर्दैछौँ टुप्याम चाउचाउ च्यालेन्ज। हाम्रो यहाँ अन्डा र टुप्याम छ साइडमा। बराबर चाहिँ एउटा एउटा चाउचाउ हो हामीहरूलाई। आज चाहिँ हार्नेले मतलब आजको प्राइज भनेको जित्नेलाई प्राइज भनेको चाहिँ छ 100 रुपियाँ। जसले जित्छ त्यसले 100 रुपियाँ पाउँछ। लेट्स इन्जोय दिस भिडियो गाइस। हामीले चाहिँ टुप्याम किन गरेको चाहिँ मैले धेरै करेन्ट खाएको खाइ गरेँ। तैँले कति करेन्ट खान्छस् भन्छस्, त्यही भएर आज चाहिँ मैले टुप्याम च्यालेन्ज गर्दैछु। लेट्स स्टार्ट। कोल गर्छु स्टार्ट यसरी 1 2 म 3 2 1 गो। करेन्ट भन्दा पिरो हुँदैछ गाइस, त्यो त करेन्ट भन्दा पिरो हुँदो रहेछ यार। Anhan banno. च्यालेन्ज गर्नु भन्दा त्यसरी इन्जोय गरेर खान मजा आउँछ या तर अनि खुर्सानी काटेर हाल्नु छैन। हामी धेरै नै पिरो खाने मान्छे हो, तर पनि आज कानमा धुवाउला जस्तो हो। पिरो यो मैले सब नुन हालेको सब। कुनै आधा हाल्यो भने थियो कतिले जाई त गर्नु। म भान्सा पछि खाइन मन गाउँ जान्छ। इमा खुर्सानी पनि आइरहेको Tivul piru hai na? Tu cari piru. Mana dia? Ayah. Oke, oke, kayak apa na? Tali pani khayan dia lagi फटाफट खान दियो. Oke. Mami berbeda. Putih lagi buka dulu. Mami. Ini orin kau. Mami. तर गाइस करेन्ट भन्दा चाहिँ यो 4 गुणा पिरो हो। बाबु हामी पिरो बिस्कुट पुगाल्नु थियो। खाने मान्छे नै हो हैन। तर पनि यो चाहिँ लास्ट नै हो। Ranu. खाइयो नि त। लास्टमा हाल्छु। मेरो कन्जरी चाट्यो गाइस। अब प्राइज चाहिँ उहाँले पाउँदै हुनुहुन्छ। के गर्नु गाइस, मेरो भाग्यमा जित्न भनेर लेखेको छैन। प्राइज पाएर के गर्नु र? टोयलेटमा बास भएपछि मैले जित्ने भनेको पढ्ने कुरामा मात्रै हो, अरू कुरामा म जित्न सक्दिनँ। खासमा मैले अझ अलि ढिलो ढिलो गरेर खाँदा पिरो हुन्थेन क्या। Aunty. छिटो खाएपछि कम पिरो हुन्छ ढिलो भन्दा नि। Aunty मुझे महानी हो बेबी पिरो हुन्छ। हाम्रो छोराहरू ल यो पैसा म आन्टीलाई दिउँ कि नै छोरो? कोन जित्यो आज? Aunty. को आन्टीले? ल ल प्राइज ल ताली बजाऊ छोरो। खै त ताली बजाएको। ताली बजाऊ न ताली। तिमी पनि अलि यता बेबी। ताली बजाऊ छोरो। ल यतिन्जेलसम्म भिडियोलाई हेरेर साथ दिनुभयो त्यसको लागि धन्यवाद। आजको च्यालेन्ज चाहिँ उहाँले जितिसक्नु भएको छ। कुनै पनि च्यालेन्जमा म जित्दिनँ क्या गाइस। अबदेखि चाहिँ म एक्सपर्ट भएर निस्किन्छु क्या गाइज। तपाईँहरूलाई पनि यस्तै खाएको भिडियो हेर्न मन लाग्छ भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला। अनि मेरो टिकटक आइडी पनि छ, त्यसमा पनि फलो गर्नु अनि युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नु होला।